समीक्षा च्यानल यहाँलाई स्वागत छ मेरो च्यानलमा र आज चाहिँ हामी कलर एक्सचेन्ज हैन कलर एक्सचेन्ज गेम खेल्न गइरहेका छौं राति भइसक्यो साथीहरु अहिले चाहिँ कति बज्यो जति बजे कति बजे यहाँ साथीहरु तपाईलाई देखाइदिन्छु म यसो रोक्नुस् 6:11 6:11 भयो अनि यति बेला चाहिँ हामीलाई दिमागमा आयो कि कलर एक्सचेन्ज गेम खेलौँ न भनेर हुन्छ खेलौँ भनेर अनि हामी चाहिँ अहिले घुमेर आएको अनि घुमेर आउँदै त हामी चाहिँ सामान किन्छौँ सामान किनिसकेपछि हामी घरमा गएर देखाउँछौँ हजुरलाई हामी के सामान किन्यौँ भनेर पार्टनरमा खेल्ने पार्टनर हो को पार्टनर हो भन्दै त पार्टनर चाहिँ एल्सा र म अनि हामी एल्साले र मैले चाहिँ उहाँ दुईटाहरुको लागि किनिदिन्छ म दुईटाहरुले चाहिँ हामी दुईटाको लागि किन्छु हामी के भनेछ भन्दाखेरि अलि राम्रो सामान किन्नु होला अलि युनिक मोडर्न लामो गराउने ब्लग भनेको होला हामी पनि युनिक किन्ने नै कोसिस गर्छौँ युनिक किन्छौँ साथीहरु हजुरले हेर्नु न भिडियो लास्टसम्म अब उनीहरूले पनि भिडियो गराउँछन् छुट्टै हामी पनि भिडियो गराउँछन् छुट्टै ल साथीहरु अब हामी चाहिँ यहाँबाट छुट्यौँ अब यिनीहरू यहाँबाट आफ्नो गन्तव्यतिर जान्छन् हामी यहाँबाट आफ्नो गन्तव्यतिर जान्छौँ तर हजुरलाई अहिले चाहिँ हामी भिडियोमा देख्न सक्नुहुन्छ पछि बाइ बाइ यिनीहरू गयौँ आफू पुगिसक्यो एउटा सामान किन्यौँ तर हामी अरू कन्फ्युज छौँ के किन्ने होला पसलहरू हेर्दैछ यो पसलहरू पाइनु होला नि ब्रस लगाइदिन हुन् न र भगवानहरूकोमा पनि के लगाइदिने होला साथीहरू अब चाहिँ हामी फेरि यहाँ पसलमा आएर किनिसक्यौँ सामान अब चाहिँ हाम्रो सबै कलर सकिसक्यो किनेर अब चाहिँ हामी यिनीहरूलाई फोन गर्छौँ खोज्छौँ अनि घर जान्छौँ अनि खेल्छौँ उहाँहरूले भ्याउनु लगेन हेर्नु हामीलाई टेन्सन परेछ कस्तो पर्ने भनेर हामीले पनि नभनिदिनु होला प्लिज कस्तो कस्तो किनेछौँ हेर्दै गर्नु होला ल बाई साथीहरू हामी चाहिँ आधा सामान जति किन्यौँ अनि आधा सामान 1730 रुपियाँ डिस्काउन्टले घर जा भन्नुभएको यो पेटीमा हार बसेछौँ अनि सामान किन्यौँ अनि सामान किनेर हामी यहाँ किन बसेको भने हामी जाने पसल र तिनीहरू जाने पसल सेम परेछ त्यही भएर हामी एकछिन बसेछौँ तिनीहरूले कल गर्छन् हामीलाई त्यसपछि बल्ल हामी जान्छौँ यो पेटीमा बसेको त कसैले केही पनि नदिनु कि हामीलाई अनखाने कुरा अनि हामीसँग सामान यहाँ छ देखाउन त भएन तर सस्पेन्स फोन आइसक्यो तिनीहरूको अब म कल रिसिभ गर्छु के भन्छन् है त हेलो हजुर ए निस्क्यौ एकछिन खोलेर राख्न भनेको तिनीहरू दिदीले पसल बन्द गर्नु लगाइसक्नु भयो नि अनि त्यही भएर हामी टाफाट हिँड्नलाई पनि अझै हामीसँग आधा सामान त किन्न नै बाँकी छ राति भइसक्यो अहिले त कति बज्यो 7:21 त त्यहाँ देखेँ नि थाहा भएन त्यति बेलादेखि किन्न सुरु गरेको यति भइसक्यो 99 मा आएर 99 सपमा भेडा छैन मलसम्म भेडा पनि तपाईँलाई अहिले त देखाउन फुल भिडियो हेर्नुपर्छ सस्पेन्स हजुरहरूको लागि त्यही हो किन्दैछौँ चल्दैछ सबै भेटा छैन A few moments later. यहाँ हेर्नु त साथीहरु सामान थोरै देखेर हुन्छ पैसा कति छ जाम किलो जाम त के हामीले हामीले के मिल्छ होला कि नै सुन तिमीहरूलाई हामीले किनेको त देख्यौ त्यो हामीले मिलाएको त छैनौ ल साथीहरू हामी चाहिँ लिएर आइसकेको छौँ गिफ्टहरू अनि म फेरि सम्झाइ बोल्न चाहनुहुन्छ कि भनेर च्याप्पो चुप्पो ल बोल्नु गिफ्ट लिएर आइसकेको छौँ हामीले चाहिँ धेरै भिडियो गर्न पाएनौँ किनभने अब त्यो राति भइसकेको थियो त्यस्तो रातिमा हामी सामान किन्ने कि भिडियो गर्ने जस्तो भयो यिनीहरू चाहिँ भिडियो गरेछु भनेछ नि तपाईँहरूले गर्नुभयो गरेछौँ अलिअलि गरेछौँ सबैले अलिअलि गरेछौँ त्यो क्लिप पनि हेर्नु भयो होला हजुरहरूले अगाडि सस्पेन्सियल थियो होला क्लिप जहाँसम्म अब चाहिँ सस्पेन्स लायो होला हजुरले हाम्रो चाहिँ झोला रेडी भइसकेको छ मेरो झोला नि एउटा झोला हाम्रो पनि यहाँ छ है दुईटा झोला हामीलाई पनि कम नसोच्नुहोस् तर हजुरहरूले चाहिँ तर हजुरहरूले चाहिँ त्यस्तो जस्तै कसैले नगरिदिनु होला
सुरु गरौँ यो कलर खै मोबाइल लिएको अब हामी यहाँ छ मेरो मोबाइल कहाँ थियो त्यही छ छैन ल फर्स्टमा हामीले के देखाउने सुरुमा चाहिँ यिनीहरुबाट सुरु हुन्छ सँगै देखाउने हो सबले कलर चुज गर्ने तिमी भने नि त सुरुमा ब्लू हो कि ब्लू है सुरुमा हामीले चाहिँ यहाँ यसरी लेखेर राखेको छौं अनि यो अनुसार चाहिँ सुरुमा यिनीहरु भन्छन् अनि हामी भाके जात्रालाई पढाउनु पर्दैन अब ब्लू है सुरुमा ल प्लिज गइला भन्नु है म त्यही भएर मिलाउनु भयो त्यही भएर मिलाउनु भनेको के पाइन्छ के सिरो त बिहामा दिन्छ नि ल 1 2 3 coconut oil साथीहरु हामी चाहिँ यो पायौं ल हामीले चाहिँ मार्क्स पायौं यस्तो साथीहरु यस्तो भाइरस आउँदा त्यही भएर अब हामीले भिडियो बनाउँछौं न हामी भाइरसलाई मर्छौं साथीहरु यस्तो मार्क्स अब हाम्रो पाली हो पिंक अब ल उहाँको पाइन्छ अब चाहिँ हाम्रो पाली हामी चाहिँ पिंक है पायो हैन रुक्नु साथीहरु लास्टमा कसको राम्रो छ भन्नु है यो मम्मीहरुले रुचाउनुहुन्छ भन्नुभएको ल अब अर्को काम लाग्छ अब हामीले ग्रे रुक्नु ग्रे खोज्न पर्छ रुकै मैले खोज्नु त्यो रातमा ग्रे र सिल्भर एउटै भनेको न त्यही हो सेम मागेर यहाँ माग्नु हाम्रो चाहिँ 11 वटा कलर छ है गाइस एउटा कलरै लु भएन कलर कन्फ्युज भयो म हेर्न गयो भने नि त छि भाडा कि हामीलाई पनि त्यस्तो हेपे चालले राखेको ल 1 2 3 go युजफुल हुन्छ नि यो सबै कुरा हाम्रो हैन मम्मीलाई जे पनि यो दुईटै मम्मीहरुलाई तिमीले खाएको भाडा मासु हेर्नु ल अब भन्नु कलर अनि केही काम नगर्ने पालिस लाएर बस्ने पालिस लाउने वाइप्स लाउने मैले पेन्टी ल्याए क्या सबैजना हाँस्नुहुन्छ ल 1 2 3 go कि सोचे थे जिंदगी में के भायो आज मैले भने थिएँ कि यिनीहरूले गेडागुडी चरा यस्तो केले हाल भने होइन भने मम्मीहरुलाई भन्छ साथै यिनीहरु भोलि दिनार खान्छन् हाम्रो हेर्नु हाम्रो हामीले यिनीहरूलाई हैन मोइस्चराइजर बडी लोसन अनि मोइस्चराइजर र बडी लोसन साथीहरु दाल खाली भयो भोलि आम लाउनु
केको दाल हो यो मसुरको दाल गाइस हाम्रो एक काम लागि यिनीहरूले के किने ल अब हामी भन्छौँ हामीले यो पालो पर्पल यो कस्तो राम्रो छ एउटै समाति छ भन्थे यसले गर्दा तिमीहरू बाँच्न पाइरहेछौ हाँस्न पाइरहेछौ त्यही त पेन्टी मात्र बाँच्छ पेन्टी लाएर बाँच्छ नि यिनीहरू साथीहरू पेन्टी लाएर ल 1 2 3 गो फेसमा ल्याभेन्डरको फेस मास्क हामीले किन्दै यिनीहरूले हामीलाई यस्तो डराउँदै थियो यति खर्च गरेर भनेर मलाई ब्रस चाहिएको थियो सुन्नुभएको थियो हामीले ब्रस मलाई ब्रस चाहिएको थियो पनि युजफुलै ल्याइ त्यस्तो राम्रो अनि यत्रो प्याकेट हेरे अब येल्लो कलर एउटा हामीलाई एउटै 1 2 3 गो केही छैन हामीले खान्छौँ मोजा हामी खुसी छौँ गाडोमा तातो तातो हुनलाई अनि पहिला 10 को किनेको थियौँ अनि फेरि तिमीलाई होइन के हेप्ने र भने 20 को किन्ने ल अब हामीले भन्ने कलर ब्राउन है ब्राउन ब्राउन के थियो यो धोला धेरै छ एउटा धोला जित्यो हाम्रो त कति राम्रो के भात 1 2 3 गो भन्छु यिनीहरूलाई सबको हिसाब बताइदिने अब हामी भोलि यही सेम्पूले नुहाउँछौँ खुसी भयो म अब एकछिनमै अब राम्रो ल भन्नु छ रुक्न भेटाइ होइन हाम्रो धेरै चिज छ तिमीहरू यो कस्तो खुसी हुन्छ ब्ल्याक कलर साथीहरू ब्ल्याक कलर यो त एकदम तिमीहरूको लाइफमा टाठो बाठो बनाउने यस्तो बुद्धि नभएको जस्तो रोल छ हाम्रो पनि एकदम ठुलो रोल 1 2 3 शिवजीको मूर्ति अलि मन पर्यो साथीहरू त्यसपछि गाजल धन्यवाद हामी अब टप हान्छौँ ल अब हामीले भन्ने न ग्रीन है ग्रीन हामी त भेगै छ यो त धेरै कति भेको छिर भेदो रहेछ हैन ल 1 2 3 गो नेल पोलिस रिमुभर गाइस यो लेडीजलाई एकदम इम्पोर्टेन्ट हो थ्यांक यू हामीलाई आन्टी भन्नुभएको थियो यो लिएर जा भने तर हामी नल्याएको 3 भनेन रेड रुक झिक्न पर्छ यस्तो गरेर राख यस्तो सुरु आयो यो सबै हेर्दा यस्तो गरेर राख रुक मैले झिक्दैन ल साथीहरु ल 1 2 3 गो हामीले करेन्ट किटक्याट ल्याइदिए साथीहरू यो बिनाले बाँच्न सक्दैन र आफूले भन्दै हामीले अझ रातो भनेको थियौँ हामी के गेसमा हालेर थियौँ सन्सारी रातो हुन्छ खुब रातो ल्याइदिन्छ रातो छैन साथीहरू फुलबुट्टे भाइ
कति युजफुल कुरा ल्याइदिन्छ यो जुत्तै दिनु न आम त राम्रो होइन कस्तो ज्वरो आयो कि मलाई त यो देखेर तर यस्तो साथीहरू यिनलाई ज्वरो आयो यिनीहरूको गिफ्ट देखेर चिनी नानी मैले के यो त राम्रो यो खोला एकछिन यो हामीले किन ब्ल्याक मिसेको ल्याइदिएको भने पुरै व्हाइट भयो भने झ्याउ हुन्छ नि भने अलिक ब्ल्याक ब्ल्याक राम्रो हुन्छ तर पनि पुरै व्हाइट यो खोल्नु जाला तर यो खोल्नु कति राम्रो छ भोलि यस्तो छानेर यो कपमा राखेर यसरी खाने त्यसपछि माग्छ नि यिनीहरूले खाने बेर किटक्याट ल एकचोटि देखाउँ न पुरै ल कस्तो थोरै भिडियो थोरै भयो ग्रीन कलर निकालेर ग्रीन देखाइदिउँ पहिला ब्लू के थियो आउँछ साथीहरु गिफ्ट हेर्नु यो त यो किन्दा फेरिमा पनि दिन्थे होला हामीलाई माग्ने भने माग्छ त यही थियो किनेर ल्याएको ब्लू देखाउनु न तपाईको ए यो पाइयो हैन हाम्रो तेल हाम्रो सँगै उकि माग्छ बे ल ब्लू ल देखाउनु छ तेल नरिवलको तेल यो तेल लाट नहुने हो अनि त्यसपछि ब्लू पछि पिंक पिंकमै मस्काउनी त्यसपछि ओरेन्ज यो के हो अरे त्यसपछि ग्रे ओ छान्नी मजा येलो ग्रे पालिस नङ पालिस देख्दै कलर ब्लाइन्डनेस भयो ग्रे कलरको देख्दै देखिन यो येलो त छैन अब त्यस्तो पाइयो ल यो ग्रे यो हेर्नु साथी यस्तो अलि ठुलो वाला ल्याइदिए पनि त हुन्थ्यो अनि त्यसपछि ओरेन्जमा मिस दाल कसले खाने हो यो दाल तिमीहरूले यो डब्बा त अलि ठुलो पाइन्न रहेछ समीक्षा तिनीहरू सुरु यो किनेको आइतन् पछाडि यो त्यही आइछ यति महँगो छ भन्थे यसलाई आइछ साथीहरू यस्तो पनि छ ल मान्न पर्यो बहिनी पर्पल चाहिँ हाम्रो राम्रो छ कसरी लाग्ने हो कहिले लाग्दिन ब्रस अब उहाँहरूले लाग्छ तपाईहरुले तपाईहरुलाई चाहिँ राम्रो देखामै हामीले यो ब्रस त मलाई झन् नि हामीले यो नभए आउँदिक स्याम्पु र यो एकचोटि गरेछ फेरि अनि यो राम्रो हो कि छैन राम्रो त छ यसले के राम्रो गराउँछ हामीलाई एक दिन ल बस त्यो अब त्यसपछि येल्लो चुपा चुप्स यसले मोजा देखाउँ न येल्लो त्यस्तो छैन मजा पनि छैन के हो साथीहरू ब्राउनमा स्याम्पू मेरो ब्राउन काटा यस्तो हेर न ब्राउन मान्ने कि ब्ल्याक मान्ने होइन ब्राउन वाला पाइएन मिक्स भएको पाइयो त्यही भएर हामीले त ल्याइदिएको तर हाम्रो यो स्याम्पू ल त्यसपछि के हो त्यसपछि भगवानको उस पनि ब्ल्याक भगवानको ब्ल्याक पेन यही पेनले लेख्न सक्छु म शिव भगवानलाई गाजर लगाइदिने भगवान त्यसपछि ग्रीन प्याड
यो त कतिमा आउँछ समीक्षा 20 रुपियाँ होला हो 20 को यस्तो पाली चाहिँ नलाउने रिमोमा ग्रीन अब रेड अब त्यसपछि एउटा करे देखाउने अब हामीले यही हाल्छ अन्त हामीले कन ल्याएन छ मेरो त्यसपछि रेड करेन्ट र किटक्याट देखाउनु तपाईँले देखाउनु यसलाई कति पर्छ भन्नु त 100 रुपियाँ साथीहरु 100 रुपियाँ यसलाई कति पर्छ साथीहरु 300 हाम्रो त शिवको मूर्तिलाई कति पर्छ हाम्रो शिवको मूर्ति हो मूर्तिलाई कति पर्छ देखाइ भन्दिनु न के बोले भाइ क्या गर्ने बोले के बोले अति भन्नुभयो त्यसपछि व्हाइट मोजा व्हाइटमा मोजा हामीले कप देखाउनु कपको कति पर्छ भन्नु यही पर्दैन साथीहरु खैको यिनीहरूले त हाम्रो कति बेइज्जत गरे सेम छ है प्राइस राम्रो छ है लगाए सबैको राम्रो छ न त्यही जान्छ ए होइन अब यो हामीले खास हामीले भनेर राख्छ सबै बारे हामी होइन छन् त उठो न होइन हाम्रो पनि छ कि चुप हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो होइन एकदम इन्जोय गर्यौँ हामीले तिमीहरू खुसी भयो किन हाम्रो गिफ्ट खुसी भयो आँसु पनि आएन हामीले यो बेबीले मुख पुछेर पठाउँछ तर हामी त यिनीहरूले दिएको गिफ्टले एकदम खुसी भयौँ म पनि खुसी छु अझ प्लास्टिकमा पोको प्यान पनि ल्याएको म सबभन्दा खुसी भएको दालले हो हेरिदिनु होला खाँदै खै फेरि पाइन्न हामी आफै खाँदै हुनु ल आजको लागि आयो त बाई यिनीहरू बोलेको गर्छन् भाइ लाइक कमेन्ट के भन्नु त सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब बाई बाई